यस विष्णु भगवानमा समर्पित विष्णु मन्दिरको भित्री भाग पनि म देखाउन गइरहेको छु। यो बिहारको सुपौल गणपतगञ्जमा अवस्थित विष्णु मन्दिर हो। यहाँ हामी आज सपरिवार दर्शनका लागि आएका छौँ। यो सिंग्राही बजार यहाँको लोकप्रियता र नम्रता हेरेर मन आनन्द भएको छ। यसबाट हामी यो सिक्न सक्छौँ कि जुनसुकै ठाउँमा मन्दिरको अवस्था अवस्थित रहन्छ त्यहाँको आनन्द र विष्णु भगवान यहाँ हेर्नुहोस् तपाईँ बजरङ्गबली गेटैमा अवस्थित हुनुहुन्छ र यो यसको मेन द्वार हो र मेन द्वारको छेउमा विष्णु भगवानको मूर्ति छ र यसको ठिक्क बिचमा हेर्नुहुन्छ भने स्तम्भ सहितको विष्णु मन्दिर अवस्थित लोकेटेड छ। भित्र फोटो खिच्न चाहिँ मनाइ छ र बाहिरको फोटो लिएर मैले चाहिँ यो देखाउन खोजेको कि विष्णुको मन्दिर यो पुरै भारतवर्षमा दोस्रो स्थान यस मन्दिरको रहेको सुन्नमा आएको छ।